राइनीलाई सम्झेर भए पनि उठ न ए उठ। त्यसरी नहल्लौ क्या, यो उठ्ने भनेको बिहान मात्र हो है। उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ। उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ। त्यहाँ बिचमा नेपाल छ होइन, त्यहाँ तिम्रो चाहिँ बिचमा पल परेको रहेछ। अलि बेलामा गएर सिलाउ ल, फेरि त्यहाँबाट कोप्रा सारवा निस्किला, म केही जान्दिनँ है। गुलाबको फूल जस्तो होइन, तुलसीको बोट जस्तो बन्नु मन छ, जसलाई रोज्न होइन खोज्न परोस्। त्यो कुरा त सबै ठिकै छ क्या महोदय भाइ। त्यो पछाडि तिम्रो कविता सुनेर त्यहाँ मान्छे डल्न लागिसक्यो, गएर 1 गिलास पानी देऊ त है। ए बहिनीहरू, तिमीहरूको उमेर भएको छैन क्या, उमेर भएपछि आफै हुन्छ। त्यो लुगा खाँदिरहनु पर्दैन, आफै हुन्छ ल। त्यसैले लुगा खाँदेर हल्लाइरहनु पर्दैन है। ओइ केटा, व्रत लगाएर रिल्स बना, साला गति छाडा। नदीको गहिराई हेर्ने भए गंगा नदीलाई हेर्दा हुन्छ। चम्किलो प्रकाश हेर्न मन लाग्यो भने त्यो जुनलाई हेर्दा हुन्छ, र त्यो जुनलाई पनि हेर्दा चित्त बुझ्न भने मेरो मायाको आँखामा हेर्दा हुन्छ। गंगा नदीको किनारा हेर्दै कम त डर लाग्ने छैन है। झन् त्यसको गहिराई त कस्तो होला, म त हेर्दिनँ। खैरे ज्वाइँ भनेर भनेको होला है। ज्वाइँ ब्याकग्राउन्ड थाहा पायो भने त छोरी त बाँचेर पनि दिनदिनै मरिन्छ भनेर यत्रो पनि दिनुहुन्न है। माया मर्ने चिज चाहिँ होइन, छुटाउने चिज चाहिँ हो क्या। कस्तो गजबले छुटिरहेको छ है तिम्रो माया, कस्तो दामी देखिरहेको छ, कस्तो राम्रो देखिरहेको छ। यसरी पो रहेछ है छुटाउने त माया। यो चुतियाले पक्कै पनि युनिक स्टाइलमा अम्लेट बनाउने तयारी गर्दैछ है। जानु चाहिँ जानु, तर अहिले समय अलि खराब छ। बेलायमा त्यो तपाईको चौरी परेको निधार चाहिँ बेलायमा जोगाउनु भन्दै छु मैले है। त्यो ट्याटु चाहिँ खोप्नु चाहिँ गजबै खोपेको रहेछ, तर त्यो पुतलीको पकेट चाहिँ कति ठुलो क्या, आम्मा हो है। त्यो दिल पनि कत्र हौ, ओड्ने ओच्याउने नै पुग्ला जस्तो छ त हौ। अम्बा हो है।
काला पनि स्याउ जस्तै रातो रहेछ ओठको माथि कति राम्रो कोटिनी मलाई त मन पर्यो है खुलेर पिरातिला घरमै छोडी आउ तिम्रो त्यहाँभन्दा बेसी चाहिँ नखोल्नु है बहिनी यसो दायाँ बायाँ नै हेर्नु त्यहाँ कुर्सी लडेर हात त परिबसेको छ त हौ है